मैले सर्वप्रथम म धेरैतिर गएन, मैले विषयवस्तु पुस्तक ल्याएँ, त्यसपछि मैले पुस्तक नै हेरेँ। सर चाहिँ एकचोटि सबै पुस्तक हेरिसके पछाडि मलाई पाठ्यक्रमको नलेज भयो, कहाँ के छ भन्ने कुराहरू अलिअलि नलेज भयो। अनि त्यसपछि बल्ल म अरू सन्दर्भ पुस्तिकाहरूमा गएँ र मैले आफ्नो मुख्यतः हामीले संविधान, हाम्रो योजनाहरू अनि अब नेपाल सरकारले कहाँ चाहिँ ऐन, नियम, निर्देशिका, मापदण्डहरू यी चाहिँ सम्बन्धित विषयवस्तुसँग समेटिएका र निरन्तर रूपमा मैले अनलाइनबाटै अब ल्यापटपको प्रयोग एकदम गरेँ सर होइन। अनि त्यस पछाडि पत्रपत्रिकाहरू दैनिक रूपमा हेर्ने, लोकसेवाको बुधबारको गोर्खापत्रको मैले दैनिक हेर्ने, लेखहरू हेर्ने र मैले आफूले पनि के चाहिँ गरेँ भन्दाखेरि यो स्मारिकाहरू जुन हाम्रो जस्तो भन्सार स्मारिका अनि सँगसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक रूपमा प्रकाशन गर्ने स्मारिका अनि हाम्रो आन्तरिक राजस्वका विभागले प्रकाशन गर्ने लगायतका निकायहरूले एकदम जुन प्रकाशन गर्ने स्मारिका छ त्यसमा विज्ञहरूको लेख देख्न पाइन्छ। मैले चाहिँ अब 79, 80, 81 होइन अनि 78, 79, 80, 81 को जुन चारवटामा एकदम धेरै विषयवस्तु एकदम भित्रसम्म छिरेको जस्तो कि एकदम गहिराइमा पुगेर त्यो कुनै पनि विषयको सन्दर्भमा आफू क्लियर हुने गरी त्यहाँ आफ्नो मैले लेखहरू पाएँ। मैले त्यहाँ एकदम त्यो फलो गरेर सँगसँगै अब हाम्रो नेपाल सरकार संवैधानिक निकायका चाहिँ वार्षिक प्रतिवेदनहरू जुन हामीलाई आवश्यक छ, आवश्यकताका कुराहरूलाई मैले वेबसाइटबाट डाउनलोड गर्ने, प्रिन्ट गर्ने। अब जस्तो हाम्रो महालेखा परीक्षाको वार्षिक प्रतिवेदन भयो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन होला अथवा अन्य निकायका प्रतिवेदन, मानवाधिकार आयोगका प्रतिवेदनहरू छन्, यिनी प्रतिवेदनहरूलाई पनि मैले एकदम आफूले डिटेल स्टडी गरेँ। अनि त्यो सन्दर्भमा त्यसले मलाई के चाहिँ फाइदा गर्यो भन्दाखेरि अब मेरो मैले जुन विषय जुन किताब पढेँ, पाठ्यक्रमसँग सम्बन्धित किताब र मैले ती विषयहरूलाई लिङ्केज गर्न चाहिँ म आफूलाई एकदम कोसिस गरेँ। अनि त्यस पछाडि अब नेपाल सरकारको जुन आर्थिक सर्वेक्षण दैनिक रूपमा वार्षिक रूपमा प्रकाशन हुन्छ त्यो सन्दर्भमा बजेटका कुराहरूलाई मैले आफ्नो पाठ्यक्रमसँग चाहिँ एकदम मिलाएर अनि मैले अध्ययन गरेँ सर। मुख्यतः भनेको